दर्शकलाई स्वागत छ। आज यस भिडियोमा के चाहिँ फिटनेस भन्ने एउटा नयाँ एप्स आएको छ जुनमा चाहिँ तपाईले लगानी गरेर एकदम धेरै पैसा कमाउनुहुन्छ। तपाईको लागि तिहारको लागि आएको छ, एकदम बेस्ट आएको छ है। तपाईले आज नै लगानी गर्नुस्, थोरै पैसा लगानी गरेर धेरै पैसा कमाउन सक्नुहुन्छ। पहिला हामी हेरौँ यो एप्स है। फिटनेस एपमा स्वागत छ। हो किन घोषणा रिलिज भएको मिति कहिले अक्टोबर 13 भने चाहिँ आज अक्टोबर कति छ? अक्टोबर 16, 3 दिन मात्रै भएको छ है। साइन अप बनाउँछ चाहिँ तपाईले 200 रुपैयाँ पाउनुहुन्छ। तपाईलाई आइडी क्रिएट गरेबित्तिकै 200 रुपैयाँ पाउनुहुन्छ। लगानी गर्दालाई ठुलो जित हासिल गर्न नियन्त्रण आमन्त्रण गर्नु पर्यो। कुनै पनि तपाईले रिफर गरेर तपाईको साथीहरुलाई बोलाउनु पर्यो। प्रत्यक्ष रिफरको लागि 20% कमिसन पाउनुहुन्छ। तपाईले तपाईको रिफरबाट अरु कसैले रिफर गर्नुभयो भने तपाईले 20% कमिसन पाउनुहुन्छ। यो चाहिँ भयो। अब तपाईले सर्वप्रथम अब तपाईले लगानी गर्नुस् चाहिँ लगानी गर्नुमा तपाईले अब यो भिआइपी उत्पादन 1 किन्यो भने मूल्य कति 600 रुपैयाँ पर्छ। दैनिक नाफा कति 90 रुपैयाँ हुन्छ। तपाईले 180 दिनको लागि है। अर्को उत्पादन भिआइपी 02 हो जसमा मूल्य कति 1500 हो, जसमा दैनिक नाफा कति 240। उत्पादन चक्र भनेको 180 दिन। अर्को रहेछ भिआइपी 303 जुन चाहिँ 3200 लगानी लगाए दिनको कति 535 रुपैयाँ पाउनुहुन्छ है। अर्को भिआइपी 04 छ। तपाईले जुन मूल्य चाहिँ 7000 लगाए भने दैनिक तपाईले 1225 रुपैयाँ निकाल्न सक्नुहुन्छ है। अर्को रहेको छ तपाईले 16000 सम्म लगाउन सक्नुहुन्छ। 16000 लगाए भने दैनिक तपाईले 2900 अथवा 2940 रुपैयाँ निकाल्न सक्नुहुन्छ है। अनि अर्को शेयरमा जाने, शेयरमा गएर तपाईले यो लिंक भनेको तपाईको रेफर गर्ने साथीहरुलाई यो लिंकमा रेफर गर्ने रेफर कमिसन पहिलो स्तरको विरुद्ध लगाए 20%, दोस्रो स्तरको लागि 3% र तेस्रो स्तरको लागि 2% हुन्छ है। टोलीमा जाने, टोलीमा अहिलेसम्म मैले एउटा पनि मेरो के छैन, मैले साथी बोलाएको छैन है। तपाईलाई अहिलेसम्म मैले एकजना साथी बनाएको छु तर लगानी गरेको छैन है। अनि अर्को म गृह पृष्ठमा गएर मैले लगानी लगाएको छु यता है। मेरो उत्पादनहरु भने मेरो उत्पादनमा गएर 22.5 रुपैयाँ भएको छ। तपाईलाई मैले लगानी लगाएको छु कति 600 रुपैयाँ लागेको छु, दिनको 900 हुन्छ न। कुल आम्दानी 16200 हुने रहेछ। प्राप्त गर्नुसमा मेरो अहिले कति भयो यहाँ 0 भइसकेको छ न। अब मैले मेरोमा गएर तपाईले मेरो कति भयो 232 रुपैयाँ भयो है। अब तपाईले ब्यालेन्स रेकर्डमा जानुस्। यता मैले यसरी कमाए, साइन अप गरे, उ गरे, हो किन यो भएन। अनि अर्को रहेको छ निकासी रेकर्डमा अहिलेसम्म निकालेको छैन हैन, भोलि निकाल्नु पर्छ। बैंक जानकारी मैले बैंक जोडिसकेको छु। फर्स्टमा यो कार्डदारको नाम भनेको चाहिँ आफ्नो नाम लेख्ने, बैंकमा जे नाम छ त्यो बैंक कार्ड वालेट भने कुन हो, पर्व बैंक हो, मेरो पर्व बैंकमा मैले सेलेक्ट गरेको छु। अनि बैंक कार्ड वा वालेट नम्बर भने बैंक वालेटको यो गरेर मैले पुष्टि गरेको छु है। यस्तो भएर अनि त्यसपछि अर्को रहेको छ पासवर्ड परिवर्तन गर्ने। यता हाम्रो सेवा भने चाहिँ यो भयो। अब मेरोमा गएर तपाईले यसमा गर्न सक्नुहुन्छ, यो भयो है। तपाईले टप अप गर्न सक्नुहुन्छ, रिचार्ज गर्न सक्नुहुन्छ। 600, 1500 र 3200 तपाईले रिचार्ज गरेपछि रिचार्ज गरेको तपाईको 2-3 सेकेन्ड भित्र आइहाल्छ। यहाँ भनेको छ निम्नतम निपक्ष रकम 600 हो र निपक्ष 24 देखि 7 स्वीकार गरिन्छ भनेको छ। किनभने 24 देखि 7 मिनेट भित्र तपाईको आइहाल्छ है। यदि तपाईको रकम भुक्तानी गरेको 30 मिनेट भित्र आइपुगेको छैन भने कृपया ग्राहक सेवामा गएर सम्पर्क गर्नुहोला भनेको छ। अब यसमा गएर यहाँ छ नि त, यसमा गएर ग्राहक सेवामा गएर तपाईले WhatsApp मैले कुरा पनि गरेको थिएँ, हेर्नुस् कुरा मैले राम्रो गरेको छ त्यसले, हेर्नुस्। वा स्वागत छ भनेछ। मैले के भनेछु रिचार्ज गरेपछि आउँछ कि नै भने चाहिँ रिचार्ज गरेपछि आउँछ। तपाईको आइडी र पासवर्ड भन्नुस् भन्या। 400 रिचार्ज गर्न मिल्छ नि भने निम्नतम रिचार्ज तपाईको 600 भनेको छ न। सर यो कहिलेसम्म चल्छ भनेछ। अब तपाईले केही समस्या छ भने चाहिँ हामीलाई सोध्नुस् भनेको छ। अनि मैले रिचार्ज गरेर स्क्रिनशट गरेर मैले पठाएको छु है। यो पठाएको छु। अब तपाईलाई आइडी क्रिएट कसरी गर्ने भन्ने कुरा आइराछ न। आइडी क्रिएट गर्नलाई त म यो लिंक चाहिँ तपाईले के राख्छु कमेन्टमा राखिदिन्छु। यो भिडियोको कमेन्टमा राखिदिन्छु। लिंकमा चिम्ने बित्तिकै तपाईलाई यस्तो इन्टरफेस आउँछ। इन्टरफेस आउँदा मोबाइल नम्बर हान्नु पर्यो हैन, मोबाइल नम्बर हान्नु पर्यो। अब मोबाइल नम्बर जस्तै 98 61 68 20 32 20 यो नम्बर भयो है। पासवर्ड भयो, पासवर्ड 1 2 3 4 5 6 राखे है। अर्को 1 2 3 4 5 6 पासवर्ड राखे। अनि तपाईको यो भयो। अब तपाईको अर्को ओपीटी कोड भनेको के हुनुपर्छ मा दिएछ त यो 2922 दिएको छ न, 2922 दिएको छ। अब दर्ता गर्न सफल भयो। दर्ता सफल हुने बित्तिकै तपाईलाई के छ यहाँ हेर्नुस् तपाईको 200 रुपैयाँ पाइहाल्यो। अब 200 रुपैयाँ पाउनु गृह पृष्ठमा दैनिक तपाईले
यसमा गएर दैनिकमा साइनमा गएर तपाईँले 10 पाउनुहुन्छ। दैनिक साइनमा गएर 10 पाउनुभयो, 210 रुपियाँ भयो हैन वालेटमा। अब ग्रे बुस्टर रिचार्ज गर्नाले टपअपमा जाने। अब अहिले म 600 गर्न चाहन्छु, 600 मा रिचार्ज अहिले नै गर्ने। तपाईले यस्तो इन्टरफेस आउँछ। अब तपाईको अहिले चाहिँ रिचार्जको समस्या देखाएको छैन, तपाईले बेलाको बेला गरिराख्नुस्, तपाईले देखाउँछ। किनभनेपछि कतिखेर देखाउन है, किन देखाउन भने तपाईले बिजी हुन्छ नि, दिउँसो गर्नु पर्छ जस्तो दिउँसो देखाउँछ है। तपाईले यसबाट धेरै पैसा कमाउन सक्नुहुन्छ। आजै लगानी गर्न सक्नुहुनेछ है। तपाईले लगानी गरेर आजै पैसा कमाउन सक्नुहुन्छ। मैले लगानी गरिसकेको छु। तपाईले आफ्नो साथीहरुलाई रिफर गरेर पैसा कमाउन सक्नुहुन्छ, साथीहरुलाई रिफर पनि गर्न सक्नुहुन्छ है। धन्यवाद। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा भिडियोलाई धेरै लाइक, कमेन्ट अनि शेयर गरिदिनु होला है। थ्यांक यू सो मच।